यहाँ पका पका यहाँ पकाइ पकाइ अब हामी माइती आज माइती पक्रेर भोलि माइतीलाई सुत्करा गरौँ कि नगरौँ पछि 49को दिन गरौँ उहाँको ज्वाइँहरू छ भाइ पनि त माग्छ पछि उहाँलाई नै त्यो पनि सरकार के भन्नु सर यहाँ पनि छ माइतीहरू अहिले चाहिँ सबै मनाउँछन् होइन कुटुम्बलाई माइतीलाई केही सकेपछि छोराले तपाईँहरू भनेपछि अहिले त्यसो गरेर राख्दा पनि भयो छोराले हामीलाई जिम्मा अहिले दिँदैन माइतीलाई दिन्छ माइतीले छोरालाई दिनु दिएछ भोलि पाउँथ्यो लामाले दियो लामाले जे जे भयो भने तपाईँहरूलाई जिम्मा लाए जस्तै हामीले ठेगानमा त राखिदिनु पर्यो होइन त्यस्तो हुन्छ नभए यसो गरौँ सरकारले आजलाई माइतीहरूलाई चाहिँ के गर्नु चाहियो माइती त्यो पनि कुरो छ दिनसम्ममा तपाईँ मासु मङ्स काटेर घरमा केही काट्नु गर्दा मासु भोलि एकाइदिनु गन्थीमा चाहिँ भयो भनेदेखि जति गरेको धर्म छैन सकेन हाम्रो होइन भन्नु नपर्ने कुरो सक्नुभयो भने नबुझेको कुरो सबै एउटै यो 49 दिनसम्म तपाईँ मैले किनभने बसिसकेपछि कुनै लसपट हुनु भएन भयो भने यो गरेको पार्नु सकेन आजसम्म तिनवटा भयो चाडा बाँड्नु सक्ने भनेर राख्यो भने तिन दिनमै गरेर अथवा मेरो छोराको हामीले दिनबाट बजाएर 5-7 दिनमा 7वटा घेवा मुर सकेर नै हामीले ठुलो काम गरे हो 13 दिनमा यदि 49मा भनेको थिएन तर मेरो चाहिँ अहिले किनभने भित्री मनले थिएन साथसाथै 49 किन राखेँ भने साथसाथै दिनमा गरे त भनेको रहेछ नि त तर त्यो मैले कसैले सोधेको होइन मेरै मनले चाहिँ भनेको कारण एउटा त्यही सोधेर मैले गरेँ अब मैले के चाहिँ गर्नु पाउँछ हामीले अब अर्का कुरा नगर्नु कसैले गर्दा हामी बिदाती चढाउने श्राद्ध गर्ने होइन वर्षै जाने हामी केही गर्न सक्दैनौँ भने हामीले जे गर्छ 49 दिनभित्रै गर्ने हो तर म जान्ने तपाईँहरू भन्नु बाटो त होइन होइन कुनै कुरोमा मैले के भन्नु खोजेँ भने अनि मैले के छ भने आज हामी ठुलो काममा के भनेपछि मेरै मनले भनेको भान्जा जाने सल्लाह चाहिँ म जोलसँग दिन्छु के अर्थ त रह्यो त त्यो पछि घट्ने हो कि अर्थ रह्यो त छ त गएको होइन अर्थ त पसेन त्यो ढाका हुँदो रहेछ कि फेरि ससुरो बुढाको त गरेको त हो कि होइन तर त्यो अर्थ नपर्दा गोविन्द गाई भने जस्तो हो क्या त्यो गर्दा त भयो हुनु त एउटा अर्थ चाहिँ बसेन जुठो चाहिँ भयो उहाँले भन्नुभयो अहिले जस्तै भाइले भने गर्छु भने चाहिँ अब त्यो आफ्नो मनमा खुसी भएपछि त्यो गरे नगरेको केहीले होइन एउटा कुरो यहाँ भनेको जस्तो बस्नुभयो भने उत्तम राम्रो यताउता भएर चाहिँ कसैले देखे त होइन भने यो गरेको एउटा कुरो कसैले देखे त होइन कसैले हामीले मरेर फर्केर कसैले भन्दा फलाना भन्न तर मैले के भने नानी म 49सम्म राख्छु है सासा दिनमा सानो काम गर्छु 49 बाँच्छु मैले के छ पाउने हो र भन्ने एउटा मैले सोध्यो भोलि को कहाँ होला के होला त्यो त थाहा छैन तर त्यो तपाईँहरूले त्यस्तो नसम्झिदिनुहोस् मैले
त्यस्तो नसम्झिदिनु यो मुलालाई भने नगर मैले 7-7 दिनमा चाँडा म अझै अझै बाँकी छ। बाँकी गर्छु 3टा यहाँ गर्छु र 49सम्म अब यता मेरो जग्गालाई म चाँडै पनि दाजी भएर अब चेलीबेटीमा म दिन्छु साउन 10 गते मैले चाहिँ अझै के सोचेँ भने हरेक दिमागमा आउँछ क्या मैले अझै 49 त हामी 7-7 दिन भनेपछि जन्मकै दिनकै त भएन या फेरि धेरैवटा कुरो पनि आयो क्या मर्ने दिनको त कुरो आएन मर्ने दिन एक दिन हुन्छ त गएको हुँदैन नि यो 24 घन्टाको त एक दिन भएन त्यो हो भने चाहिँ भोलि नै 21 दिन हो गएको ए हो यस्तो भयो छोडिदिउँ है भनेर अनि आइतबारकै मैले हिसाब गरेको छु होइन आज ठ्याक्कै 21 दिन हो अर्को आज 15 गते होइन भोलि 14 दिनमा 21 गते एउटा गर्छु 28 गते एउटा गर्छु अनि अनि साउनको 3 गते अनि साउनको 10 गते चाडसम्म बस्छ त्यही त्यो चाहिँ के गरौँ त पछि नै गर्दा अलिक नमिल्ला त एउटा माइतीलाई त मिल्छ होइन मिल्छ होइन अहिले चाहिँ यस्तो हुन्छ क्या तपाईँको यहाँ माइती छ नि त तपाईँको होइन ज्वाइँ नै लिमिट जाउँ होइन उनीहरूलाई त खबर होला खबर होला यहाँ आएपछि सक्नु उनीहरूलाई निम्तो आएपछि भोलि पर्खेको भन्दा पनि अहिले के भन्छु भन्दाखेरि यहाँ नजिक अहिले जाउँ त भन्नुपर्छ जाँदा हामी जाउँ तपाईँ जानु परेन होइन हामी ल्याउँदा केही फरक पर्छ तर माइक पर्छ किन अहिले पर्छ भने भोलि पर्सि आउँछ नि यो बारी त खोज्दै खोज्दैन यो बारी त खोज्दै खोज्दैन माइती जाने खास त आज माइती आज सगुन पहिला नि मेरो पनि गल्ती त्यसो गर न थिएन दिदी हेर्दा मैले के गरौँ भने एक बार तयार गर्छु एउटा प्लास्टिक जन्मिने बेलामा आमाले जन्मिने घरमा एकैचोटि जाने को बिहानै भेटेको लिएर त्यो के बोला नानी भ्याउने अब अनि मैले भने पनि त्यसलाई हेर काका भर्खरको उमेर हुँदा मात्रै अलिक बुढाबुढी भइसकेपछि घाँडो हुन्छ त्यो बुढी एकतिर गइदिए पनि हुन्थ्यो बुढा एकतिर गइदिए पनि हुँदै हुन्छ अलिक बुढाबुढी भयो त्यति गरी छुटी बस्छ मान्छे बहिनी राखेर अनि आएको त्यसको घरबाट एउटा अटल पनि लिएर आएको त्यो अटल त्यसमै भन्यो